गाइस आज चाहिँ हामी कोसियाको जुपान्जा भन्ने ठाउँ सेन्टरतिर जाँदैछौँ। हामी चाहिँ अहिले 5 मिनट साइकलिङ गरेर सेन्टर जाँदैछौँ। हामी चाहिँ अलिक टाइम लाग्छ सेन्टर आउनलाई 10 मिनट 15 मिनट लाग्छ साइकलमा। हामी चाहिँ कोसिया देखाउँदैछौँ गाइस। ल अनि कोसियाको घरहरू यस्तो हुन्छ गाइस। ल बाटोहरू यस्तो हुन्छ, आनन्द शान्त हो, हल्ला क्राउड भिडभाड भन्ने केही हुँदैन, एकदम आनन्द हुन्छ, आनन्द छ। मेरो साथी नै आइरहेछन्, मेरो साथी अलिक पछि पछि छन्। हामी चाहिँ कोसियाको घरहरू यस्तो हुन्छ गाइस, बाटोहरू यस्तो हुन्छ, शान्त छ, भिडभाड छैन, आनन्द छ। हेलो रेङ सर, अगाडि आउनु न, के छ खबर? तपाईँको छैन, छोपिरहेको छ, तपाईँ अगाडि आउनु न। कस्तो लाग्यो तपाईँलाई कोसिया? ल घरहरू यस्तो हुन्छ गाइस। ल यो चाहिँ हाम्रो ट्याक्क बस पार्क हो, बस स्टेसन, बस रोकिरहेछ, बस पार्क हो यहाँ चाहिँ। यहाँबाट हामी जागिरतिर जानलाई यहीँ आउने, त्यहाँ टिकट काट्दै जाने, यो चाहिँ बस पार्क हो। कस्तो लागिरहेको छ तपाईँलाई? सुन्तला खाने, बदाम खाएको सुन्तला छडाको झल्का आउँछ पुरानो जोडाको भन्ने गीत सम्झना अझै आउँछ नि होइन सर? के छ गाउँमा सुन्तला छडा कतिको खायो? यो चाहिँ बस पार्क हो कोसियाको। यहाँ चाहिँ हामी जात्रीहरू जान्छौँ। हामी चाहिँ अहिले जुपान्जा भन्ने सेन्टरमा जाँदैछौँ। पर्खिन अहिले किन्नलाई नि एकछिन। यो चाहिँ जुपान्जा घरहरू यस्तो हुन्छ गाइस। यो चाहिँ पार्क हो, जुपान्जाको सेन्टरको पार्क हो। यहाँ चाहिँ एकदम रमाइलो हुन्छ। अहिले बेलुकाखेर 5 बजे 6 बजेतिर आएर बस्नलाई शान्त आनन्द हावा, हल्का हावा चल्छ, एकदम आनन्द हुन्छ। यहाँ त अहिले 7 साढे 7 बजेसम्म उज्यालो हुन्छ। अलिक पछि भएपछि 9 बजीसम्म उज्यालो हुन्छ गाइस। कोसियामा एकदम आनन्द छ। यी पार्क एकदम ठुलो छ, रमाइलो छ ठाउँ। तपाईँहरू नै आउनु होला। 9 बजीसम्म घाम उज्यालो हुन्छ। यहाँ त एकदम रमाइलो छ, बस्ने हल्ला भिडभाड भन्ने केही छैन। युरोप भने युरोपै होइन त रेङ सर? युरोपको झल्को त राम्रो छ नि है, दृश्य राम्रो छ युरोपको। शान्त वातावरण, बस्न एकदम आनन्द। के गर्नु, मनमा नेपालको सम्झना झल्का आउँछ। साथीभाइको घुमघाम, साथीभाइ घुमेको यादहरू रमाइलो लाग्छ। अब आफू जन्मिएको ठाउँ र आफूलाई जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने एउटा नेपालमा अब त्यो हामीलाई विदेश आइसकेपछि साँच्चै नै हो जस्तो लाग्छ। ल कोसिया भन्ने ठाउँ यस्तो छ। हामी अब सेन्टर जाँदैछौँ। यो चाहिँ कोसियाको जुपान्जा भन्ने ठाउँ हो। अब यहाँबाट सेन्टर अलिकति आउनु लाग्यो, धेरै टाढा छैन। घरहरू यस्तै हो गाइस। कोसियामा एकदम यहाँको भनेको हो हल्ला नहुने, शान्त, सफा, सुन्दर, बाटोहरू एकदम खुल्ला, आनन्द छ गाइस, आनन्द। कोसिया रमाइलो छ, एकदम रमाइलो छ, भिडभाड छैन, शान्त छ। यहाँको एउटा राम्रो भनेको चाहिँ आफ्नो घर अगाडि ट्याक्क पार्किङ राख्ने व्यवस्था, आफैले बाटो अवरोध नहुने, भिडभाड नहुने, हल्ला नहुने, एकदम राम्रो छ गाइस। रेङ छ, के छ? आउनु न। तपाईँ कता हराउनु भयो? तपाईँ त मेरो जिग्री हो त। खोइ यता यता जिग्रीलाई त कहाँ अनि अगाडि पछाडि गरेर त जिग्री त सँगै हो त नि। अब पछि हामी नेपाल पनि सँगै जाने हुन्छ रहेछ। ल तपाईँ अगाडि जानु न त। यस्तै छ गाइस, कोसिया भन्ने ठाउँ राम्रै छ, बस्नलाई आनन्द छ, हल्ला छैन, शान्त छ, सफा छ। जेन नि युरोप आएर युरोपको झल्को छ, आनन्द छ। अब हामी सेन्टरतिर जाउँछौँ रेङ सर। यो चाहिँ अब सेन्टर एरिया हो गाइस। यहाँ चाहिँ ब्याङ्कहरू अब नेपालको जस्तो ठुल्ठुला सेन्टर एरिया भनेर ठुल्ठुला बिल्डिङ सिल्डिङ चाहिँ हुँदैन। यहाँ चाहिँ एकदम आनन्द, सानो सानो बिल्डिङ भयो नि, फेसिलिटी राम्रो हुन्छ। यहाँ घरभित्र हुनुपर्ने चिसो तातो सबै फेसिलिटी आफूलाई हुनुपर्ने सबै हुन्छ। कोसियामा एकदम राम्रो छ गाइस। ल सेन्टर भन्ने यस्तै हो, नेपालको जस्तो ठुल्ठुलो बिल्डिङ सेन्टर भनेर पुरै ठुल्ठुलो बिल्डिङ यताउता भन्ने हुँदैन। सफा छ, भिडभाड छैन। सेन्टर बिल्डिङ भनेको 2 तला 2.5 तला हो, 3 तला, बढी 3 तला। अब नेपालमा त 8 तला 10 तला 15 तला 20 तला हुन्छ। यहाँ त त्यस्तो केही छैन। यो चाहिँ सेन्टरको कन्सर्ट हुने ठाउँ हो। अहिले चाहिँ यहाँ बच्चाहरूलाई खेल्ने ठाउँ बनाएर छ। यो चाहिँ सेन्टरको कर्नल कन्सर्ट हुने ठाउँ हो। यहाँ चाहिँ न्यु इयरतिर
क्रिसमसतिर एकदम कन्सर्ट हुन्छ। एकदम रमाइलो छ गाइज, रमाइलो छ। कोसिया रमाइलो छ। हामीलाई आनन्द लाग्छ। नेपालको झल्को त आँखामा यसै नै रहिरहन्छ। तैपनि आफूले कर्मभूमि, कर्म गर्ने ठाउँ यतिको राम्रो हुनु हामीलाई नै एउटा आफूलेलाई नै गर्विलो महसुस भइरहेको छ, गर्व महसुस भइरहेको छ। यहाँको सिस्टम, डिसिप्लिन, हरेक कुरा हेर्दाखेरि विदेश आएपछि केही न केही मान्छेमा चेन्ज परिवर्तन चाहिँ हुन्छ गाइज। ल सेन्टर यही हो, सेन्टर एरिया। हामी सेन्टर आएको छौँ ल गाइज। मैले त बिर्सेँ नि सेन्टर एरिया भनेको यस्तै हो गाइज। सेन्टर हो यो चाहिँ पुरै सेन्टर एरिया हो। एकदम राम्रो छ, झल्को छ है गाइज। ल सबको सेन्टर एरिया भने सेन्टर एरिया नै हो गाइज। ल रेन सर के छ, गर्मी कतिको भइरह? यो चाहिँ सेन्टरमा टक्क आएर बस्ने ठाउँ, गफ गर्ने ठाउँ। ए राम्रो छ गाइज, राम्रो छ। सेन्टर एरिया राम्रो छ है गाइज। यो राम्रो छ, आउनु होला कोसिया। सबैलाई नराम्रो हुन्छ भन्ने पनि छैन, सबैको भाग्य राम्रो हुन्छ भन्ने पनि छैन। राम्रो छ गाइज, राम्रो छ। एकदम मनपर्छ यहाँको बाटोघाटो हेरेर। एकदम शान्त भएको हिसाबले नेपाल पनि यस्तै भइदियोस् भन्ने मनमा चाहना हुन्छ है गाइज। यो चाहिँ मार्केट हो, कन्ज्युम मार्केट हो, चाइनिज मार्केट हो। सेन्टरमा शान्त वातावरण, हल्ला छैन, एकदम आनन्द है गाइज। त्यस्तो छ। आनन्द छ है गाइज, आनन्द छ। सेन्टर एरिया राम्रो छ, सफा छ।